हेलो युट्युब फ्यामिली, म राजु कुमार। आज मैले एउटा समसामयिक घटना जुन आज परवानीपुर 1 मा जुन घटना घटेको छ, एकदम डरलाग्दो घटना। त्यो घटनाको विषयमा विस्तृत जानकारी लिएर आएको छु र त्यो घटनालाई म आफ्नो तरिकाले प्रस्तुत गर्नेछु। आज जुन घटना घटेको छ, करिब आज माघ 14 गते करिब 2 बजेतिरको घटना हो। यो घटना परवानीपुर 1 हाम्रो मण्डल परिवारमा भएको छ। अचानक अज्ञात समूहले 2 बजे करिब मण्डल परिवारमा हमला गर्छ र 2 जनालाई घाँटी रेतेर घटनास्थलमै मृत्यु हुन्छ र त्यसै गरी 3 जना चाहिँ घाइते हुन्छन् र घाइते चाहिँ न्युरो हस्पिटलमा उपचारको लागि बिहानै पठाइन्छ र 2 जनाको चाहिँ घटनास्थलमै मृत्यु हुन्छ। मृत्यु हुनेमा चाहिँ तपाईको रहेको छ लगभग 46 वर्षीय सुमित्रा देवी मण्डल र रामेश्वर मण्डल, सुमित्रा देवीको छोरा रामेश्वर मण्डल लगभग 25 देखि 26 वर्षको उमेर छ। ल यो घटना चाहिँ किन घट्यो? आखिर यो घटना किन नै घट्यो? के दुश्मनी थियो? उहाँहरू कसैसँग दुश्मनी थियो के थियो कि आज उहाँहरूले ज्यान गुमाउनु पर्यो? घटनालाई विस्तृत रूपमा हेर्दाखेरि के रहस्य निस्कियो? जुन सुमित्रा देवी मण्डलको छोरा रामेश्वर मण्डलको जुन बिहे भएको थियो र उहाँको भने पत्नी रामेश्वर मण्डलको पत्नी लगभग 22 देखि 23 वर्ष मनिता देवी मण्डल हो। जुन मनिता देवी मण्डल छ, यो सबै घटना जति पनि घटेछ, मेन घटना घटाउने मनिता देवी मण्डल रहेकी छिन्। मनिता देवी आफ्नो पूर्वी प्रेमिकासँग मिलेर यो घटना घटाउनेको छ। मनिता देवी आफ्नो पुरानो जुन लभर थिइन्, उसको प्रेमिका ऊ चाहिँ दुबईमा कामको सिलसिलामा, वैदेशिक रोजगारको सिलसिलामा दुबईमा बस्थ्यो। ऊ माघ 12 गते नेपाल फर्केको छ र आज 14 गते उसले कुनै अज्ञात समूहलाई सुपारी दिएर उसले मनिता देवीको हस्बेन्ड र उसको सासूमालाई घटनास्थलमै मारिदिएको छ। मनिता देवीको मेन मानिसाइ चाहिँ पुरा फ्यामिलीलाई मार्ने थियो, तर कुनै कारणवश बाँकी फ्यामिली चाहिँ घाइते भएको छन् र मार्नेहरू चाहिँ फरार भइसकेका छन्, पक्राउ परेका छैनन् र 3 जना घाइतेको चाहिँ उपचार भइरहेको छ। अब समाजमा यस्तो घटना घटिरहेको छ। मान्छे अहिले जुन हामी इन्डियामा सुन्थ्यौँ, अहिले हाम्रो नेपालमा यस्तो विस्तृत घटनाहरू घट्दै गइरहेको छ। आखिर हाम्रो समाज कहाँ गइरहेको छ? कसैलाई पनि प्रेम छ, जे पनि छ, बिहे गर्नु छ भने आफ्नो प्रेमिकाले नै गर्ने, तर बिहे गरेर अरूको फ्यामिलीलाई बिचमा ल्याएर, निर्दोष फ्यामिलीलाई बिचमा ल्याएर मार्ने उहाँहरूको आखिर के नै गल्ती थियो कि उहाँहरूलाई आज ज्यान गुमाउनु पर्यो? यस्तो घटना एकदम निन्दनीय घटनाहरू छन्। यस्तो पाप गरिरहेछ नि, यिनीहरूलाई चाहिँ कडाभन्दा कडा सजाय हुनुपर्छ, नत्र फेरि यस्तो समाजमा घटना घट्न सकिन्छ। त्यही भएर हामी सबैजना यस्तो घटनाको लागि आवाज उठाउनुपर्छ र सजाय दिनुपर्छ। हाम्रो नेपालमा फाँसीको सजाय छैन, तर फाँसीको सजाय चाहिँ दिनुपर्छ। मेरो तर्फबाट चाहिँ यही भन्नुपर्ने थियो। नमस्कार।